हेलो वेलकम टु माई पेज। आज हामी एउटा रमाइलो कुरा सिक्दैछौँ। साथीहरू, हजुरलाई थाहा छ विश्वको सबैभन्दा ठुलो हब कुन हो? तपाईहरू एकछिन सोच्दै गर्नु है, म आज त्यसको बारेमा बताउँछु है। हजुरलाई लाग्न सक्छ त रुख होला, तर त्यो हो केराको बोट। केराको बोट रुख जस्तै देखिए पनि वास्तवमा त्यो सबसे ठुलो हब हो, किनभने यसको डाँठ हुँदैन। हामीले डाँठ जस्तै देखिने त एउटा पात र अर्को पात बेरिएर बनेको हुँदो रहेछ। अझै एउटा रमाइलो कुरा सुनाउँछु है हजुरलाई साथीहरू। केराको बोटले जीवनमा एकपटक मात्र फल दिन्छ। यसको साइडबाट टुसा उम्रेर ठुलो बिरुवा बन्छ। के तपाईहरूलाई यो कुरा पहिले नै थाहा थियो? कमेन्टमा थाहा थियो वा आज पहिलो पटक थाहा पाए भनेर लेख्न नबिर्सनुहोस्। आजको मेरो भिडियो हजुरलाई कस्तो लाग्यो? यस्तै रमाइलो भिडियोको लागि लाइक, कमेन्ट, सेयर गरिदिन नभुल्नु होला। बाई बाई। थ्याङ्क यू फर वाचिङ।